साथीभाइहरू हामी फेरि आज मटन बिरयानी खान जाँदैछौँ। तपाईहरुलाई अब भोक लागेछ छैन थाहा भएन। ओइ सम्झी बिस्तारी सम्झी यार स्पेलर हो नि। पाइकला गाडी नरे भने हैन मान्छौ तिमीले मेरो कुरा। यस्तो हुन्छ सम्झी रहर गर्छन् बिचारा के गर्ने। ए बाबा रहर सबै पुरा हुन्छ र अहिले मैलेसम्म मलाई के लाग्छ नि मलाई सँग यदि कसैले रहर माग्छन् भने म दिन्छु के सम्झी। रहर मागे त देऊ गाडी मागे नदेऊ नि त। हैन तुलसी दाइले दिन रहर फिल्म तुलसी दाइलाई दियो अनि तुलसी दाइलाई दियो तर तुलसी दाइले नि त अक्सिजन दिन्छ नि त 24 घण्टा दिनुहुन्छ त्यो पनि त हो नि त। त्यसरी हो आज हामी मटन बिरयानी हाल्न जान्छौँ। मटन बिरयानी सम्झी दाइने बाइ नलागौ दाइमा लाग्यो बिरयानी आऊ बाया त लाग्नै पर्छ सम्झी मोडिनु पर्छ हो बाया लाग्यो बाया नलागौ बाया लागौ ल वाइ वाइ भेटौँला खापुन खा। अब हामी यो गरिब जस्तो सम्झी यो जहाँ पाए त्यही गरिबहरू जसरी हिँड्ने हैन चाक सिवाइसुली ए बरु भ्याले पार्किङ छ कि छैन भ्याले भनौँ न राख्ने कहाँ हो स्प्लेन्डर चाहिँ राख्ने कहाँ हो तर यहाँ मलाई एउटा चित्त बुझिन के ठाउँमा किन स्प्लेन्डर राख्ने ठाउँ एउटा राम्रो ठाउँ हुनु पर्छ। स्प्लेन्डरको लागि त मेन ठाउँ चाहिन्छ गाडी स्प्लेन्डरलाई हो यार गाडी हो यो मलाई झ्याउ लाग्छ यार गरिबहरू बाइकसँग राख्ने यो बाइकसँग राख्ने स्वायो स्वाएन झर त सम्झी म एकचोटि साउला कुरा गर्छु अहिले ठिक छ तर यहाँ हल्ला खल्ला छ कि पार्टी सार्टी इभेन्ट समेन्ट छ कि फेरि गाडी नै गाडी हामी आइसक्यो इभेन्ट त रोक्नै पर्यो नि सम्झी त रोक्नै हामी भन्दा ठुलो इभेन्ट केही होला त यो संसारमा। ल पार्किङ किन देखाउने है गरिबहरूलाई हेर न भेसपा चढ्छ नि मान्छेहरू स्प्लेन्डर चढ्न नसकेर नि भेसपा चढ्छ के छ रे योजना। मेरो एउटा उद्देश्य भनौँ न योजना त अब कति थिए सबै पुरा भइसक्यो अब के छ नि जुन ठ्याक्कै त्यहाँ देखेछ नि दादागालीबाट यता एउटा सानो होटल जस्तो त्यो त्यहाँबाट यो सिराजुलीको सिधैमा एउटा पुल हालिदिन्छु सिधै यहाँबाट त्यहाँ जाने त्यहाँबाट यहाँ आउने धेरै ल्याङ छैन अब किनकि देश बनाउनु त मैले हो नि त अब मारुति सिमेन्टै तिमी हो नि जाऊ ए गरिबहरू बसी हेर्नु क्या सामने झ्याउला एकचोटि मुखमा थुक्देऊ अनि ठिक छ ल मैले खोल्ने ढोकाहरू हो कि यो मलाई आफै नखोल्ने ढोका भएर यति झ्याउला खायो नि 2-4 ठाउँमा अनि ठिक छ आऊ जाऊ लेट्स यस्तो ठाउँ तिमी आइराख्छ है आइराख्छ अब लिफ्ट त मलाई झ्याउ लाग्छ क्या लिफ्ट भरेङबाट जाऊ नि त भरेङ भूकम्प आउँछ ल यहाँ चाहिँ एउटा रमाइलो यही लाग्छ कि लिफ्ट आउने बित्तिकै ऐना यस्तो सर हेर्नु मन लाग्छ कति हिरो हो कि सम्झि तिमी यस्तै छ आज यस्तो ठाउँमा त तिमीले तिर्छौ नि त फेरि अझ लेभल पुगेको छैन कि बाइक चलाउँदा अहिले कसरी यस्तो ठाउँमा तिर्छ होला सिधै चुली आएर कौशी खुला छ भनेर सोध्नु चाहिँ हुन्न थियो कि तिमीसँग कौशीले के जङ्गली जिम्मा के भन्छ बाल्कनी बाल्कनी खुला छ ओपन छ भन्नु पनि हो। मिठो भन्दा नि महँगो के छ महँगो अनि कस्तो उसले तिर्ने हो यस्तो तिर्ने त अहिले निदो हुन्छ होइन तिमी टेन्सन नलिऊ दान त कि त यस्तो तर नतिर्कन भाग्यो भने के हुन्छ कहाँ त्यो त थाहा पाइराख्नु पर्यो नि मान्छे हाल्दै आइसकेको छु अझ मजा गरे सुन त के त मेनु ल्याउँदा चाहिँ अन्डर 20,000 भन्दा चाहिँ कम नल्याउ है त्यस्तो गर होटलकै मेनु ल्याऊ कति पर्छ यसलाई हामी किन्न नि सकिन्छ के थाहा म त सम्झिसँग हिँडेछु तर पैसा तिमीले तिर्ने हो यस्तो ठाउँमा त तिमीले तिर्ने पहिले बोलेको पुल हाल्नु सम्झि एउटा म त जता गए नि पुलै हाल्नु त्यो त अनि मजदुरी नछोडेर हो नि त ओभरसेयर इन्जिनियर हो ल उ गर मेनु ल्याऊ सम्झि हजुर अब लोभ नगरिकन तिरे है आज यस्तो सम्झि अब त्यसलाई मैले जिन्दगी लोभ भनेको कुरा त कहाँ गर्छु सम्झि ल भएर त धेरै ठाउँमा गर्यो कहाँ भन्नु भयो क्या बाधा बरु मिल्छ नि यसो गीत पनि एकछिनको लागि यसो क्लोज गीत हामीले स्वर सम्राट लिएर आएको छौँ स्वर सम्राट भने क्या मैले त है कहाँ चाहिँ एकछिन बन्द गरिदिनु न गीत मेनु ल्याउनुहोस् एकछिनको लागि महँगो है महँगो मेनु त म हेरिहाल्छु नि मेनु हेर मेनु गएको फुड एन्ड बेभरेज बेभरेज अब हामीले यो बयसो म चाहिँ फुड सुरु हेर्छु होइन तिमी चाहिँ त्यो हेर न यहाँ त अलिक धनी पारेर देख्नु पर्छ त सम्झि एक्कासी कस्तो जे छ त्यही पारेर टमयम चाहिँ नखामै सम्झि टमयम चाहिँ उसले यही भन्यो होला होइन उसले भनेको ऊ हो टमयम त हामी थाइल्यान्डले पुग्यो थाइल्यान्डको उसलाई थाहा छैन हामीले थाइल्यान्ड पनि घुमेर आएको थाहा छैन नर्मली हामी त कहिले जान्छौँ
आज पनि हामी चाइना आयो कि भनेको नेपाल झरियो नेपाली त्यो भएर त्यस्तो हो के नत्र त हामी त बाहिर बाहिर हो हामी आफ्टर दिन टर्की छ आफ्टर देन त टर्की धेरै भइसक्यो आफ्टर देन नै धेरै भयो यति बुझ हामी थाइल्यान्ड पुगेर आयो है अब त्यो आज नि चाइना झरियो भनेको अब यतै झरियो यतै झरियो। अब ठिकै छ प्लेन पनि त्यति राम्रो थिएन नि मिल्नु त सम्झी। सक्यो त्यस्तो मिनिमाइज गरेको भन्दा त्यही भएर त्यस थोरै मात्रै अटेको छ ए पिज्जा ट्राई गर्ने र पिज्जा नखाऊ पिज्जा त मन्च टाइमको ठिक छ बगस सानो कौसी स्पेशल चिकन बर्गर सकेन नखाऊ नेपाली डेलिकेसी यो त अब मै आउनुपर्छ क्या यहाँ आज सेफ त हैन तिमीलाई training- मोडर्नमा तिमी training- सेफमा चाहिँ नहौ training- अब यति हेरि के अरे जाउँ नि त भाडा रिजाउला नि भाइ के भनेको रे तिमीलाई खानेकुरा भाइ ए, टम्यामै भनेको कि? टम्याम होइन प्राउन भोल्केनो प्राउन भनेको कहाँ छ के छ भोल्केनो प्राउन स्टार्टर आनु कहाँ त ओ 1240 छ सम्धि सस्तो रहेछ नि त यत्रो सस्तो त खाने गरे नि बाबु हामी त भोल्केनो प्राउन चिकन हो नि हैन प्राउन हो ल्याउ होइन भन्न मेरै क्यारेक्टर भुत्यो के हैन नि प्राउन चिकन कि मटन नै हानु मटनमा हाम्रो के छ मटन भन्दा नि हाम्रो यहाँ स्पेसल भनेको हाँसको सोइरा छ अनि होल फिस फिस त पोलेको होल फिस अनि ल तिमीले भने जस्तो बरु भोल्केनो प्राउन भनेको हानौ न भोल्केनो प्राउन भनेको क्रिस्पी फ्राइड प्राउन अनि त्यसमा चाहिँ हाम्रो चाहिँ मदर ससहरू चाहिँ मिक्स गरेर त्यसमा मदर प्राउन साउन त चाहिँ सिफुड हो के सम्धि है सी फुड चाहिँ न कस्तो हुन्छ मान्छेले प्राउन भन्दाखेरि नेपालीहरूले चाहिँ प्रायः जस्तो प्राउन भन्दाखेरि होइन यो कस्तो भन्दाखेरि कस्तो होला भन्ने हुन्छ तर एकचोटि खानुभयो भने तपाईँले मिठो भएन भने तिम्रो नाममा बिल भयो त मेरो नाममा बिल भयो भगवान कसम ए मान्छेले 8-10 करोड भयो भने त उसले मारे जस्तो लाग्यो त्यो सजिलो कसम खाइदियो हैन आनन्द आनु ट्राई आनु ल ल यो एउटा हान्दियो भोल्कानो प्राउन जापे त खाइनु नि त जाबेली खाइन नि त फेरि सिधै भोल्कानोसँग चोबेर खायो हो हामी फेरि। ल भोल्कानो प्राउन एउटा गर भोल्केनो प्राउन एउटा अगाउन न त्यसले हजुर पिरो ठिक्कको ठिकको त्यसमा किन भनेर हट सस अनि ल्याउ 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 त्यो त खाइन्छ सुन गरेर पठाएको पहिल्यै चाहिँ गर है यहाँ र हामीले हाल्नु नपरोस् मिक्सै हुन्छ हो हो त्यो गरौँ अनि त्यसले अगाउँछ जस्तो मलाई स्योरै लाग्दैन त्यति आउँछ त्यसमा त्यही भएर अगाउने चान्सै हुन्छ स्टार्टर एज स्टार्टर स्टार्टअप बल्ल सुरु हो नि त स्टार्टर भनेको सुरु त भयो। इन्डिया रहेछ नि इन्डिया एन्डर एन्डर छैन एन्डर छैन Main course भनेको एन्डर हो नि त। सिजलर स्लो कुक पोर्क चपतिर नजाउँ सम्झी त्यो नजाऊ सिजलर हान्ने हो क्या हो मोडल पनि छ यहाँ हरिण छ हजुर हरि चाहिँ मदेल त उसको घरमै छ घरमै बदल त्यो बदल यहाँ लिएर हैन पोर्कको कालो पोर्क वाक्क भइसक्यो अँ, ठिक छ पोर्क सोर्क हाल्नु न ब्रन ग्रिल गार्लिक चिली नुडल्स त्यो त्यो चाहिँ भनिहाल त पहिला त्यो चाहिँ भनिहाल? त हामी यहाँ हेर्दै गछौँ इन्डर चाहिँ के हान्दिन इन्डर के खान्छ अब स्योर अगाउन कि यो अब महँगो त भनिहाल्यो महँगो खानु मात्रै आइयो होइन अझ तिमीले प्राउन भन्ने बित्तिकै चाहिँ थाइल्यान्डको याद आइरहेको के दिमागमा मेरो मांस पतलमा चाहिँ घुमिरहेको छ के। तर होइन यहाँ त स्पाइसी हुन्छ नि त यहाँ त बुलिएन होला नि त होइन टुना ब्लेन्ड स्यालेड सम्झि हामीले यहाँ त डेजर्ट पनि खान्छै पर्छ है डेजर्ट खानु पर्दैन कस्तो कुरा गरेको भनेको सारा डेजर्ट खाने कि के डेजर्ट खाने सारा डेजर्ट डुबिसक्यो सम्झि सारा डेजर्ट त अर्कोले खाइसक्यो सम्धि अब तिमीले पर्छ होला सम्धि के गर्ने अब पाङ्रा जस्तो छ गुड्केर कहाँ पुग्यो होला बलिरहेछ पाङ्रामा त बल्छ नि त तन्दुरी त के खानु सम्धि तन्दुरी खाती खाने के खाने नि यार कन टिक्की नखाउँ कन सिकम यो यस्तो गरौँ हामी सल्लाह गरौँ अनि खिचौँ है खाबुन खा पहिले है रातो महँगो ठाउँमा खाएको त कस्तो रङ्गो होला नपच्ला नपच्ला आयात गर जस्तो भयो होला उहाँलाई। उस चाहिँ गर नि त तिम्रो के अरे सिजलर चाहिँ हामी त फिस सिजलर खाउँ है ल ल सिराजुली होटलको चाहिँ। पापड खाएर हाल्ने होइन तिमीले अब यस्तो महँगो ठाउँमा चाहिँ किन खुवाउन लिएर आएको थियो नि मलाई सम्झि आज आफ्नो पालो हो भन्दैमा सम्झि पापड नि अर्को त धेरै फुराउँदो रहेछ नि नर्मल तरिकाले पुरा हान्थ्यो के पापड बर्दङ्गडी भइहाल्यो नि यो त 1000 रुपियाँ किन दिँदैन पापडलाई आज किन हो तिमीलाई यति धेरै महँगो खर्च गर्नु मन लाग्यो यसो ठाउँमा चाहिँ तिमीले तिर्छु भनेर लिएर आऊ है मलाई होइन तिमी के ला हँस बाइकमा हिँडिरहेको जाम बिरयानी खान जाम भनेको मान्छे ठुलो ठुलो भन्ने त्यो त तिमीले खुवाउने भएर भनेको नि त सम्झि मक्टल ट्राई मकटेल या ओके एकछिन मकटेलतिर प्राइस हेर न हेरौँ प्राइस हेरौँ प्राइस हेर न मकटेलको प्राइस हेर अहिले पछि भेटौँ है साथीभाइहरू खापुन खाप एड हेर्नु है आज अलिक महँगो एड छ
भिडियो छ ग्लास अफ मिल्क होइन त 250 1 लिटर आउँछ के 1 लिटर 90 भैँसी आउँछ लुट्नलाई बन्दुक नचाहिने यही त हो थाहा भयो नि त लुट्नलाई बन्दुक चाहिँदैन रहेछ अब हामी महँगो महँगो के खाने भन्ने अब महँगै छैन है सम्झि अब नखाउँ सस्तो हो यो भनेको लगभग कति हो र तिम्रो 1000 भाटसम्मको त केही हुनु पर्यो नि त केही म झ्याउला चाहिँ सम्झि मलाई झ्याउला ल सम्धि प्राउन त आयो मलाई थाइल्यान्ड स्टाइल हो कि जस्तो लाग्यो सम्धि अब थाइल्यान्ड स्टाइलै हो जस्तो सर्भ गरिदिनु पर्छ भन्थ्यो अब हामीले सर्भ पनि गर्न सक्दैनौँ कि भन्ने भयो कि भाइलाई होइन सर्भ त गर्नु पर्दैन हामी जतिको मान्छेले सर्भ गर्नु पर्दैन तिमी पहिला टेस्ट गर नि त सम्धि त्यस्तो नगर्नु सम्झ एकैचोटि मुख हाल्यो है एकैचोटि मुख हाल्यो होइन म त पहिले यसबाट ट्राई गर्छु यार होइन त्यस्तो नगर्नु सम्धि यो मैले पनि खाने अहिले अहिले यसले यो मिठो भएन भने त यही खानुपर्छ नि त अहिले चाँडो हाल 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 आउँदैन प्राउन त मिठो हुन्छ क्या मिठो 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 सम्झिले मलाई राज्यपाति खुवाउँछ त्यसो न सम्धि प्लिज यार सम्झि महँगो ठाउँमा तिमी तिर्ने कुरा भयो है होइन आज मिल्यो यो महँगो हो सम्धि यो प्राउनलाई चाहिँ अब 1240 महँगो हो महँगो त होइन सम्धि अब यही प्राउन थाइल्यान्डमा किन यस्तो मिठो नभएको यसरी नबनाएर मिठो गोदाङमा हल्दै मेरो बनाउनु जानेन क्या हो थाइल्यान्डको गोदाङमा भने पनि यहाँ 21 पनि बाँड्नु परेन परेको खाउँ तर मिठो त्यसो सम्झिले सर्भिस कट छैन कटन दिएर कट उसले गर्छ नि त यो चाहिँ फेरि यसरी खाली उसो ठुलो आम ठुलो भयो हेर न नछिर्ने थुत्ने यो त यसरी झारेन भने त स्टाइल हो नि त यो यसरी झारेन मिठो छैन नि मिठो त्यो पकाएर ल्याएको भयो भने त होइन सम्झि त्यही थाइल्यान्डमा प्राउन मन नपऱ्यो होइन हामीलाई सम्झि अनि प्राउन खायो र खायो नि सम्झि एउटामा बिर्स्यौ थाइल्यान्डमा जे खायो बिर्सियो जोडिदेऊ सम्झि लाइक केही छैन काँचो खायो कि पाकेको खायो कि जेसुकै खायो फुड गुड ठिक छ अब तिमीले अब इन्भेस्ट गरिसक्यौ होइन म भएको भए त इन्भेस्ट नगर भन्थ्यो भाइ सम्झि किन बल्ल बल्ल आएको 800 रुपियाँ किन नपाए खर्च गर्छ भन्ने नि त हुन्छ नि त बल्ल बल्ल आएको 800 तिम्रो इन्भेस्टमेन्टको यस्तो नगरे भने थियो 800 के भन्नु मलाई अलिक बुझेन नि सम्झि भयो सम्झि ठिक छ हामी आएको त भिडभाड भयो त सम्झि मैले किन खाएको सम्झि थाहा किन खाएको बुझ्छ होला क्या किन high protein nutritious food prawn. I have to drink vegetables. I have to eat green vegetables. So that's why. You know that. That's why भित्र परेपछि भयो क्या Yeah. सक्यो 1000 नोट च्याते जस्तो भयो नि त यो सब मिठो छ मिठो छ मिठो लाग्यो मिठो अब फेरि एकछिनमा भेटौँ ल चौथी हेरे त्यसै भने के गर्ने रे तिम्रो स्क्रिप्ट भन तिमीले मागे जस्तो गर अनि म नदिने ल अब त्यही गरौँ भन्छ नि त्यसो नगर न हेर म धेरै म भन ल दिने पुजरी खान लाग्यो सन्धि प्लिज घट्यो सन्धि घट्यो त्यस्तो चिज के खानु मन लाग्छ यार हैन दिने पहिले पटक यसो ट्राई गरौँ न यहाँ चाहिँ
मिठो तर तिमी यो खाइन हैन देखाउ न ए सो गयो नि त सो गयो त या मलाई नि एउटा के खुवाउनु सक्छ यसरी हैन खान पहिला मैले यहाँको टेस्ट गर्नु परेन तिमीलाई एकैचोटि बारी नपर्ला यहाँको हुन्छ हुलुली होला है सम्झे अनि म भाग्यो भने के गर्छौ यो ठ्याक्कै अप्रिल 1 को लागि बनेको भिडियो हो नि यो सुट आज हो सम्झे हेरे अब हैन त्यही स्क्रिप्ट गर्ने सुन म भागे जस्तो गर्छु म भागे जस्तो गर्छु अनि टक्क तिमीले चाहिँ बिल तिरे जस्तो गरेर अनि म नि भागे जस्तो गर्छु उहाँलाई अप्रिल बनाउने सक्छौ भने गरेर हो है आफू गरेर गराउँछ है अहिले हेरे सम्झे लगाइदिएर हामी एकछिन है म बाँधेर राख्नुपर्छ हजुरलाई फेरि अब हामी इन्डरमा भेट्छौँ है इन्डरमा स्टार्टर रही खायो इन्डर चाहियो नि त अहिले भेटौँ नि त है खापुन खाप ल सम्झी सिजलर्स भने चाहिँ यही हो है फिस सिजलर्स है यही हो है भनेर तिमीले आफैलाई सोधेको कि के त ए हो र यो अहिले अलिकति डिस्टर्बेन्सै मन पर्दैन सम्झी मलाई सम्झी होइन मिलाऊ है त्यो मिलाऊ है पुरै मिलाऊ है सम्झी अनि पुरै मिल्छ सम्झी पुरै मिलाऊ है सम्झी प्लेट एउटा हो कि दुईटा हो यो फिस त यही हुन्छ सम्झी फिस यो फिस एक होइन नि एक होइन सम्झी झर्रा गर्छ कि सिजलर भनेको झर्रा गऱ्यो सम्झी गऱ्यो फेरि परिवारकै पहिलो हो कि के हो फेरि मेथी पड्का भने सिजलर होइन नि झर्रा हुन्छ नि त सम्झी हजुर परिवारकै पहिलो हो कि के हो सिजलर त म सिराइचुलीमा सिजलर खाएको ए सिराइचुलीमा चाहिँ काँटा चम्चा खै त काँटा चम्चा यहाँ चाहिँ गर्नु पर्ने धनी बानीले गर्दा नि त कि अब योभन्दा मिठो इन्डर हो नि त हाम्रो यो इन्डर हो यो इन्डर हो सम्झी यो इन्डर हो सम्झी डेजर्ट नि खानुपर्छ है डेजर्ट खानुपर्छ डेजर्ट नि खानुपर्छ यहाँ हाले सम्झी के हो के हो हाल चाउमिन खाऊ है सम्झी तिमी सिजनल भनेको चाउमिन पो रहेछ है ब्रोकलीहरू खा ब्रोकलीहरू त खान्छ यो सम्झी यहाँ अब यो चाउमिनमा सस माग्न नमिल्ने मिल्दैन सम्झी ए होइन सम्झी त्यसो नर है तिमी अघि खाइसक्यो त्यसो नगर नि सम्झी यार सम्झी हेर है यसमा चाहिँ आमा लाजे मर्दो होइन हामी कुरा गरेको सम्झी अलिकति दिउ त तिमीले अघि नै खाइसक्यो अलिकति दिउ न हतियार पनि काम छैन क्या आजकल त तिमीसँग त्यो भयो क्या समस्या सिजलर्स मिठो छ भन्ने त हो नि नाइस वान त्यतिले पुग्छ सम्झ्यो होइन पुग्दैन सम्झी पुग्दैन मैले तिमीले एङ्गल त मिलाएको थियौ चार गरे हा त्यत्रो चाउमिन त हाल्न सकिएन एकैचोटि त डढ्दैन नि है डढ्दैन नि डढ्छ नडर तलको बन्द सम्झ्यो सम्झी त्यसो नगर न ए त्यसरी हाल्ने रहेछ नि त डढ्दो रहेछ नि त मैले भन्थेँ यता तल बन्द राख्दो रहेछ सम्झी ल यहाँ चाहिँ हातै झ्यामझुम खान नमिल्ने कि है यो के काम अब ठेलामा मोमो होला सम्झी अगाडि तिमी अझ डेजर्ट छ नि त सम्झी आफ्नो बिल तिर्ने पालो भनेर सम्झी अब मजा अब हेर मजाक होइन अप्रिल फुल हो यो सम्झेर मैले भने अप्रिल फुल बनाउँछु अप्रिल फुल बनायो तिमीले ठेलामा बनाऊ सम्झे अप्रिल फुल त नबनाऊ सम्झे त्यो त अप्रिल त्यो जुन जुलाई सबै पर्छ होला है
नेचुरल सम्झी अब कसैले तिमीलाई सिजलर खाम भन्यो भने नाइ भन्छ होला हैन अब त अर्काको पैसा भएर खान्छौ अब पनि खान्छु मलाई खुनी फेरि अर्का हुनु के आफ्नै हुनुहुन्छ के आफ्नै हो नि आफ्नो सोचेर खाइदिन्छु खाइदिन्छौ मैले कालालाई खुवाउँछु म मसरुम खाऊ है मसरुम मन पर्दैन होइन हामीले कसैले पनि धनीको नजरले हेरेनन् कि त्यो चाहिँ जाऊ दुईजना रिच पिपलहरू आउनु भएको छैन यहाँ चलपल भाइ यहाँ आउनु न नरिसकेन एउटा काम गरिदिनु है प्रभाव पहिला सुन्नु न यतिकै लिन्छु म त्यो टेबलमा गएर उहाँहरू त धनी हो नि भन्दिनँ के अरे दे आर रिच गाई भन्दिनँ है के हो क्यामेरा त फर्का छैन नि त उता ल तर के गर्नु भने ए यस बिल्डिङभरि हल्ला चाहिँ फैलाइदिनु न नभए यस्तो हुन्न यहाँ एउटा टेबलमा प्याम्पलेट टाक्नु रिच गाई रिच गाई भनेर अब पैसा हिँडिहाल्यो तर पनि कसैले वास्ता गरेन कि त्यो समस्या भयो कि अहिलेसम्म यसरी लिएर बस्नु परेछ कि ल तर यसो हल्ला चाहिँ फैलाइदिनु दुईटा धनी मान्छेहरू आथे भनेर एउटा धनी मान्छे र साथी पनि आथे भन्नु न होइन दुईटै धनी धनीको साथी खतरा खतरा बिजनेस खतरा चाहिँ बाघको छाला बेच्नेहरू भन्नु न लाउनुहोस् न के भएर तर होइन सम्झि भन साँझी हेर हामीसँग त राख है राख होइन त्यो काउली त्यो खाऊ त ब्रोकोली हो बल्ल धनी भयो नि त सम्झी केही बिग्रियो नि त लास्टमा भेज पो अरे अब ओके ओके तपाईँ तिमीले धेरै खायो कि जस्तो लाग्यो मलाई मैले तिमीलाई भने नि टेक्निक ढिलो खायो भने धेरै खायो जस्तो फिल हुन्छ साँच्चो या अब लिउँ सम्झी लिउँ कुन चम्चाले कसरी खाने हो धेरै महँगो सम्झी धेरै महँगो डेजर्ट महँगो भनेको डेजर्ट महँगो भनेको महँगो भनेको महँगो हो है दाजु हामी डेजर्ट मगाउँछौँ एड हेरिदिनु भन्नु लाग्यो के रहन्छ तिम्रो फेरि यस्तै छ यस्तो कागती हामीलाई कहाँ पनि दिएको थियो सम्झी हिजै उसमा ए I5 I5 ल अब भयो तिमीले धेरै खायो सम्झी सम्झी अब मलाई यो च्याउला चाहिँ फेरि एक समोसा सक्छु नि मैले सम्झी ल अब सम्झी प्लिज हेर सम्झी हेर मिठो सम्झी यस्तो खाने हो नि बिल तिर्ने मान्छेले जे खायो नि भयो त्यसो नभने सक्यो त सम्झी 2 सिपमा सम्झी अब ल पानी थपेर खाने होला नि त्यो अस्तिको जस्तो म यहाँ चाहिँ गर्छु यार है मिठो ल म सम्झी म मुतेर आउँछु है ल सम्झी म मुतेर आउँछु है सम्झी ए होइन बस होइन सम्झी बस सम्झी म मुतेर आउँछु कि बस मुतेर आउँछु कसैले देखेन नि पानी थपेको है ल त्यो भाइले त हेरे भाइ पानी थपेको देखिएर छैन नि छैन भन्दै नि त्यहाँ यार हामी धनी हो यार म मुतेर आउँछु सम्झी ल गुड नाइट सम्झी यो भिडियोलाई प्राङ्क भिडियो बनाऊँ के यसलाई चाहिँ मिलेन बरु मैले भनेको के अरे ठेलामा बनाऊ यसमा म सक्दिनँ हुन सक्दिनँ के किनकि यस्तो ठाउँमा आएर मलाई मिलेन म टोइलेट गरेर आउँछु नि त बस सम्झी हेर है प्लिज सम्झी बस मजा गरेर के साँच्ची बस न यसमा चाहिँ नगर न साँच्ची जिस्क्याने कि सम्झी यसमा चाहिँ नगर न हाँस उठ्यो भने रिस उठ्छ कि मलाई फेरि है म रिसायो भने त हाँस्दिनँ नि फेरि तिमी त हाँस्दैन म हाँस्दैन
है मनिष के सुन न उहाँलाई थाहा दिएरै प्र्याङ्क गर्ने कि सम्झि थाहा दिएर प्र्याङ्क बरु एकचोटि नथाहा दिइकन प्र्याङ्क गर्छ है तर स्टे ट्युन है मैले सम्झिँदै एक दिन प्र्याङ्क गराउँछु कि आजै पनि हुन सक्छ यो 4 महिना के गरे आउँछ तिमीले मलाई ल खा पनि खा